सक्षम बन्न सक्ने जुन एउटा माहौल बनेको छ त्यसलाई निरन्तरता रहोस् र त्यो बाटोमा हामी अगाडि बढिराख्दाखेरि हामीलाई सबैको साथ सहयोग रहोस् भन्न चाहन्छौँ। यही विषयमा राष्ट्रिय खेलकुद परिषद, युवा तथा खेलकुद मन्त्रालय, नेपाल सरकार, हामीसँग जोडिनु भएका हाम्रा फ्रेन्चाइज ओनर्स, हामीसँग जोडिनु भएका जति पनि प्रायोजकहरू हुनुहुन्छ र नेपाल क्रिकेटको ब्रान्डमाथि विश्वास गर्नुभएको सबैप्रति हामी फेरि पनि कृतज्ञता व्यक्त गर्न चाहन्छौँ र आगामी दिनमा यसरी नै हामीलाई साथ सहयोग गरिदिनु हुन हामी सबैलाई हार्दिक अनुरोध गर्न चाहन्छु। अब मैले हाम्रो यस प्रतियोगिताको एउटा एस्टिमेटेड हाम्रो प्लान रेभेन्यू यो छन् भन्ने विषयमा नेपाल क्रिकेट सङ्घको कोषाध्यक्षज्यूलाई सबैलाई राखिदिनु हुन मैले अनुरोध गर्न चाहन्छु। थ्याङ्क यू। धन्यवाद। नेपाल क्रिकेट सङ्घका अध्यक्षज्यू, उपाध्यक्षज्यू, सचिवज्यू, बोर्डका साथीहरू र उपस्थित सम्पूर्ण पत्रकार मित्रहरू, हामी एनपिएलको अन्तिम चरणमा पुगेका छौँ। त्यसै क्रममा धेरै कुराहरू अध्यक्षज्यू र सचिवले भनिसक्नु भएको छ र आर्थिक हिसाबको कुरामा नेपाल क्रिकेट सङ्घले एनपिएल अन्तर्गत स्पोन्सरसिपमा 15 करोड 30-40 लाख रुपियाँको स्पोन्सरसिप एग्रिमेन्ट गरिसकेको छ र टिम ओनरहरूबाट पाउने यो साल 9 करोड रुपियाँ छ। त्यसै गरी हामीले एउटा नेपाल क्रिकेट सङ्घले एउटा नयाँ किसिमको प्रयोग पनि ल्याएका छौँ। हामीले डिजिटल प्लेटफर्मको लागि ओटिटी जो हामीले प्रत्येक हिसाबले टेन्डरिङ गरेर नेपालको खेलकुदमा चाहिँ हामीले नयाँ हिसाबले एउटा आयाम ल्याउँछ भन्ने सोचले यसलाई ओटिटी प्लेटफर्मलाई हामीले टेन्डरिङ मार्फत गरेका छौँ र त्यो टेन्डर चाहिँ 5 करोड 30 लाख रुपियाँमा बिड भएको छ र त्यो बिडमा 5 करोड 30 बाहेकको पैसा उठ्ने संसारभरिबाट उठ्ने पैसामा 5 करोड 30 लाख घटाएर अरू आउने पैसामा नेपाल क्रिकेट सङ्घको राइट चाहिँ 71% हुनेछ भने 29% चाहिँ ओटिटी प्लेटफर्म जसले सञ्चालन गरेर हामीसँग डिस्काउन्टले दिनुभएको छ उहाँले पाउनुहुनेछ। यो सबै हामीले अब लास्ट इयर चाहिँ हामीले डोमेस्टिक टिभीहरूमा हामीले कुनै पनि दिएका थियौँ। हामीले टेन्डरिङ गरेका छौँ। विविध कारणले गर्दा हामीले आज नै लिनियर टिभीको पनि फाइनल गर्नेछौँ। त्यसको न्यूनतम रकम चाहिँ 1 करोड छ भने त्योभन्दा माथि नै आउने अपेक्षा गौरव काउन्सिलले दिएको छ। यो भन्दै 5 करोड 30 लाख रुपियाँ तपाईँको स्पोन्सरसिप, 9 करोड रुपियाँ फ्रेन्चाइज ओनर्सहरूबाट र ओटिटी, त्यसपछि लिनियर टिभी र 8 देखि 12 करोडसम्म हामीले राम्रो परिस्थिति भएको त्यो विषम परिस्थितिमा पनि भयो भने 8 देखि 12 करोडसम्म हामीले टिकटको इस्टिमेट अनुमानित गरेका छौँ। यो भन्दै म धन्यवाद दिन चाहन्छु। धन्यवाद। यसपछि धन्यवाद सर। यसपछि प्रश्न उत्तरको कार्यक्रम रहेको छ। यदि तपाईँहरूसँग केही जिज्ञासाहरू छ भने आफ्नो जिज्ञासा रिपिट नहुँदै गरेर राखिदिनु म अनुरोध गर्न चाहन्छु। तपाईँले सुरुमा 15 भन्नुभएको थियो, पछि 5 भन्नु सायद त्यो झुकिने भएको 15 हो होइन त्यो 15 सेकेन्ड टाइम भन्नु चाहिँ 5 भन्नुभयो कि त्यही झुकिने भएको होला। ओके, तपाईँ प्रिपरेसन केही कुराहरू गर्ने गर्दाखेरि हाइटकै कुराहरू गर्ने गर्दाखेरि जसरी तपाईँहरूले एक्साइटेड भएर यो हाइट बढेको छ, यो एनपिएलको चाहिँ व्यवस्थापनहरू सबै बढेको छ भन्नुभयो, तर हामीले यताबाट देख्दाखेरि चाहिँ फर्स्ट सिजनको भन्दा यो एनपिएलको हाइट चाहिँ अलिकति घटेको हो कि भन्ने हामीले चाहिँ महसुस गरेका छौँ। क्रिकेट सङ्घको पनि सायद यो पहिलो कार्यक्रम हो क्रिकेट सङ्घले एनपिएलको लागि गरेको र टिमहरूले कुनै पनि कार्यक्रमहरू खासै गरेका छैनन्। तपाईँको ट्रफी टुरहरू पनि जसरी हुनुपर्ने, जसरी जुन उद्देश्यका साथ ट्रफी टुरहरू गर्ने भनेर अगाडि ट्रफी टुर अनाउन्स गरिएको थियो त्यसरी चाहिँ ट्रफी टुर भएन नि जस्तो हामीले चाहिँ महसुस गरेको। सायद अब हामी गलत पनि हुन सक्छौँ, तपाईँहरूले कसरी हेर्नु भएको छ। हाम्रो यो फोकस चाहिँ यो पटकलाई सायद टिम स्टेडियममा भयो जस्तो लाग्यो। टिम स्टेडियम चाहिँ कसरी बन्यो, के भयो, त्यो टिम स्टेडियममा चाहिँ के नयाँ कुराहरू थपेको छ, यो कुराहरू चाहिँ तपाईँहरूले एकचोटि हामीलाई बताइदिनुहोस् र यो मास्टर प्लानमा भएको कुराहरू अझै गर्न बाँकी छ भन्ने कुराहरू पनि आइरहेको छैन, त्यो चाहिँ के हो त्यो एकचोटि बताइदिनु होला। अरू खासै मेरो चाहिँ जिज्ञासा के छैन, साथीहरू केही होला। अब यो
यो लास्ट सिजन हामीले एनपिएलको लोगो अनावरणदेखि लिएर प्रतियोगिता सम्पन्न हुँदैसम्म विभिन्न कार्यक्रमहरू गरेका थियौँ। यसपालि पनि हाम्रो योजनाहरू धेरै थिए र हामी सबैलाई थाहा छ देशमा जुन परिस्थिति भयो परिस्थितिको कारणले एनपिएल ट्रोफी टुर लगायत विभिन्न कार्यक्रमहरूमा एक खालको हामीले निर्णय गरेर नै धेरै उत्तेजित कार्यक्रमहरू नगर्ने, अहिलेको लागि चाहिँ सकेसम्म अब डिजिटली नै प्रमोट गरौँ भन्ने पनि थियो। किन भन्दाखेरि धेरै मासहरू त्यति बेलाको समय अवस्थामा चाहिँ त्यो खालको संरचनामा हामी जाँदाखेरि यसले रङ मेसेज पनि जान्छ भनेर चाहिँ हामीले डिजिटल प्रमोसन्समा एकदमै फोकस गरेको हो। अब यसमा जुन हाइपको कुरा छ, अब हाइप भनेको कस्तो हो भने यसमा अब सबैका आफ्नो धारणाहरू फरक हुन सक्छ। नेपाल क्रिकेट सङ्घको अहिले हाम्रो डिजिटल इन्गेजमेन्टको कुरा गर्ने हो भने वर्ल्ड कप हामी भर्खर क्वालिफाई भएर आएको छौँ। वर्ल्ड कप क्वालिफाई भएर आइसकेपछिको नेपाल प्रिमियर लिग ठ्याक्कै एनपिएल सकिएर लगायतै 1-1.5 महिनामा विश्वकपमा पनि हामी प्रवेश गर्दैछौँ। अहिलेको लागि लाग्छ हामी क्रिकेट सङ्घको तर्फबाट हाइप जति सक्यौँ हामीले कोसिस गरेका हौँ। मलाई लाग्छ जनमानसमा एनपिएलको दोस्रो संस्करणमा के नयाँ हुन सक्छ भन्ने कुराको धेरै भनौँ न जिज्ञासाहरू चासोहरू छ। अब नयाँ भनेको सायद क्रिकेट अन्डर फ्रन्टलाइन्स त्यो नै एउटा भनौँ व्यवस्थापनको हिसाबले धेरै च्यालेन्जिङ थियो। यही बिचमा नेपाल क्रिकेट सङ्घले विगतको लास्ट 7-5-6 महिनादेखि नै हामीले सहरी विकास मन्त्रालय त्यहाँको टेक्निकल टिम लगायत सबैसँग समन्वय गरेर अहिले ग्राउन्डमा पनि यहाँ जानुभयो भने त्यो ग्राउन्डभन्दा बाहिरको जति पनि पूर्वाधारहरूमा जुन हामीले जति सक्छौँ हाम्रो आर्थिक स्रोत साधन अनुसारले त्यसलाई अझ बलियो बनाउने प्रयासहरू गरेका छौँ। र अहिलेको लागि एटलिस्ट खुसी केमा छौँ भन्दाखेरि पहिलोचोटि क्रिकेट फ्रन्टलाइन्सको पनि खेल हामी गइरहेका छौँ। यही विषयमा सायद सरकारी तहबाट पनि यसलाई पूर्णता भएको हामीलाई जानकारी पाएका पनि छौँ, जसबाट दोस्रो संस्करणबाट नेपालमा पहिलोचोटि हामी ऐतिहासिक रूपमा डे नाइट म्याचेसहरू हामी खेल्न गइरहेका छौँ। अब बाँकी जति तयारीका कुराहरू छन्, अब मिडियाको इन्भल्भमेन्ट भनेको अब अहिले यहाँ हामी आफै पनि हेर्न सक्छौँ यति धेरै क्यामेराहरू हुन्छ। स्पोर्ट्स मिडिया, युट्युब मिडिया, डिजिटल मिडिया, मेन स्ट्रिम मिडिया सबैको साथ सहयोग र समर्थनले नै एनपिएल पहिलो वर्ष नै सक्सेसफुल भएको हो। र यसको निरन्तरता हामी फेरि पनि अपेक्षा गर्छौँ। अब यो एउटा खेल मात्र नभइकन हामी चाहिँ सायद अब यस्तो एउटा स्टेजमा छौँ कि सायद नेपाली क्रिकेट अब इन्डस्ट्री पनि बन्न सक्ने अवस्थामा हामी प्रवेश गर्दैछौँ। तर अहिले नै धेरै एक्साइटेड हुनुपर्ने पनि बेला भइसकेको छैन। भर्खर पहिलो संस्करण सकिएको छ, दोस्रो संस्करण हामी प्रवेश गर्दैछौँ। त्यसैले अहिलेको लागि हाम्रो पहिलो प्राथमिकता अहिले राज्यको परिस्थिति, सेक्युरिटी लगायत सबै कुरालाई ध्यान दिएर हामीले समन्वय गरेर सरकार, मन्त्रालय, परिषद लगायत सबैजना मिलेर चाहिँ यो दोस्रो संस्करणलाई सभ्य र भव्य बनाउनको लागि हामी प्रयास गरिरहेका छौँ। अब टिकटको बारेमा पनि सायद टिकट सोल्ड आउट भन्ने पनि मेसेज गइसकेको थियो। पोहोर साल पनि हामीले 3-4 दिन अगाडि नै टिकट सोल्ड आउट भयो भन्दा पनि धेरै जस्तो हाम्रा क्रिकेट फ्यान्सहरू पहिलो दिनै ग्राउन्डमा आएर छिर्न प्रवेश गरिदिनु भएको छ। फेरि पनि क्रिकेट सङ्घको तर्फबाट हामी विनम्र अनुरोध गर्न चाहन्छौँ कि यहाँहरूले पहिलो दिनको म्याच सँगसँगै यो प्रतियोगिता लगभग 24 दिनसम्म हुनेछ। ग्राउन्डमा टिकट नहुनेहरूले आफ्नो घरबाट टिभीमा या ओटिटी सब्सक्रिप्सनबाट पनि यहाँले हेरेर नेपाली क्रिकेटलाई साथ सहयोग गर्न सक्नुहुन्छ। यो सब्सक्रिप्सनको मोडल चाहिँ महत्त्वपूर्ण पनि किन छ भन्दाखेरि यदि यो प्लान हामीले योपालि सक्सेसफुली इम्प्लिमेन्ट गर्न सक्यौँ भने यसपछि सायद नेपाल क्रिकेट सङ्घलाई जिल्ला, प्रदेश जुन हाम्रो आजको दिनसम्म पनि हामी अझ व्यवस्थित र ग्रासरुट क्रिकेटमा जुन आर्थिक हिसाबले हामीले व्यवस्थापन गर्न सकिरहेका छैनौँ त्यसलाई बलियो बनाउने र ठुलो आधारहरू हामी बनाउन सक्ने अवस्थामा पुगेका छौँ। जिल्ला प्रदेशमा काम गर्ने इच्छा भएका, क्षमता भएका मान्छेहरू धेरै, तर क्रिकेट सङ्घको आफ्नै पनि रिसोर्सेस लिमिटेड छ। ती भएका लिमिटेड रिसोर्सेसमा अलमोस्ट 50-55% बजेट त हाम्रो राष्ट्रिय पुरुष टिममै खर्च हुने भएको हुँदाखेरि पनि आज क्रिकेट सङ्घले जे जति सकेको छ आफैले आफ्नै बलबुतामा नेपाली प्रायोजकहरू, नेपाली इन्भेस्टर्सहरूको भनौँ न लगानीमा एउटा नेपाल प्रिमियर लिग भन्ने एउटा प्रतियोगिता सञ्चालनको दोस्रो संस्करणमा पुगिराख्दाखेरि चाहिँ जुन साथ सहयोग यहाँले गर्नुभएको छ त्यसको निरन्तरता रहोस्। र हामी हाम्रो तर्फबाट जे जति सक्छौँ हामीले गर्न सक्ने सबै काम र प्रक्रिया चाहिँ पुरा गरेको हामीले सबैलाई जानकारी पनि गराउन चाहन्छौँ। मेरो प्रश्न जस्तो यो फ्लड लाइटको कुरा भयो, फ्लड लाइट अब हिजोसम्म परीक्षणहरू भइरहेको छ, सबै जग्गाहरू भइसकेको छ। फ्लड लाइट चाहिँ तपाईँहरूको लागि च्यालेन्जिङ हो कि होइन, किनभने अब टेस्ट गर्न धेरै समय चाहिँ यहाँले पाउनु भएन। अनि अर्को प्रश्न भनेको चाहिँ जस्तो यो पहिलोपटक नै त्यो मेचहरू चेयरहरू राखिएको छ, जोनहरू यहाँले छुट्याउनु भएको छ होइन, राति पनि म्याच हुँदैछ, सेक्युरिटी चाहिँ कतिको कन्सर्न हो, त्यसमा चाहिँ यहाँले कसरी चाहिँ म्यानेज गर्दै हुनुहुन्छ? सो फर्स्ट अफ अल ग्राउन्डको जुन पेरिफेरीमा जस्ताको एउटा एक लेयर छ, जस्ताभन्दा भित्र आइसकेपछि फेन्सको एउटा लेयर छ, त्यसपछि मात्रै हामी प्याराफिल्डमा प्रवेश गर्ने अवस्था छ। त्यसैले योभन्दा अगाडि जब कीर्तिपुरमा दर्शकहरू छिर्नुहुन्थ्यो, दर्शकहरू छिर्दाखेरि 2टा गेटबाट एन्टर गर्ने, 2टा गेटबाट निस्किने थियो। अहिलेको लागि मेन गेट सँगसँगै चौबारे एन्डतिर अर्को दोस्रो गेट र
हाम्रो दक्षिणतिर पनि लगभग 2-5वटा गेट हामीले व्यवस्थित गरेर सकेसम्म जति पनि टिकट होल्डर्सहरू हुनुहुन्छ टिकट होल्डर्सहरू आएर चाहिँ आफ्नो जोनको लागि टिकट काटिसकेपछि आफ्नो त्यो टिकटको पास लिएर चाहिँ त्यहाँ लाइन लागेर चाहिँ छिर्न सक्ने व्यवस्था भएको भएर चाहिँ सायद क्राउड म्यानेजमेन्टमा हामीलाई त्यति गाह्रो नहोला। तर यही बिचमा अब टिकट नहुने मान्छेहरूले इच्छा देखाएर या जबरजस्ती गरेको खण्डमा चाहिँ हाम्रो फेरि पनि विनम्र अनुरोध आग्रह के हो भन्दाखेरि अब यो पहिलो दिनमै एनपिएल सकिने पनि होइन। एनपिएलको भनौँ न 24 दिनको दौरानमा अब यसलाई अझ सहज र सहजीकरण गर्नको लागि यो अहिलेको नेपाल प्रिमियर लिग हाम्रो लागि एउटा प्रतियोगिता मात्र नभइकन यसपछि हुने महिला विश्वकप क्वालिफायर इन्टरनेसनल क्रिकेट काउन्सिलले हामीलाई यो एनपिएल प्रतियोगिता भव्य तरिकाले सम्पन्न आयोजना गरिसकेपछि मात्र त्यो प्रतियोगिताको भनौँ न अनुमति दिने नदिने कुरामै धेरै छलफल भएको हुँदा र अन्तर्राष्ट्रिय लेभलको प्रतियोगिता हामीले वुमेन्स वर्ल्ड कप क्वालिफायर भनेको महिलाको क्रिकेटमा सबभन्दा ठुलो प्रतियोगिता नेपाल क्रिकेट संघले गरेको काम नेपाल क्रिकेट संघले गरेको जति पनि जिम्मेवारी छन् त्यो जिम्मेवारीलाई वहन गर्दै आज आइसिसीले दिएको विश्वासको लागि पनि हामीले यो प्रतियोगितालाई भव्य तरिकाले सम्पन्न गर्नुपर्ने छ। मलाई लाग्छ 2010मा म आफै पनि खेलाडी भएर त्यति खेल्दाखेरि पहिलोचोटि त्यो ढुङ्गा मुडा हुँदाखेरिको त्यसपछि नेपाल क्रिकेट संघ लगभग 2 वर्षसम्म अन्तर्राष्ट्रिय प्रतियोगिताबाट हामी वञ्चित भएका छौँ। पोहोर साल पनि पहिलो दिन एकदमै भनौँ न त्यहाँ मान्छेहरूको ग्राउन्डभित्र छिर्ने जुन एकदमै त्यो सङ्ख्याहरू थिए त्यसलाई व्यवस्थापन गर्नको लागि हामीले धेरै च्यालेन्जेसहरू थिए। तर त्यो सबै कुरालाई मध्यनजर गर्दै हामी फेरि पनि अनुरोध गर्न चाहन्छौँ कि दर्शकहरू जसले टिकट काट्नु भएको छ पहिलो दिनमा ग्राउन्डमा आउन सक्नुहुनेछ भने टिकट नभएकाहरू दोस्रो तेस्रो गर्दै अरू दिन पनि आएर नेपाली क्रिकेटलाई साथ सहयोग गरिदिनु होला। प्राविधिक विषयमा अब यो अहिलेको शहरी विकास मन्त्रालय लगायत सबैले जसरी यो लाइट्स लगायत ग्राउन्डलाई तयार गर्नुभएको छ मलाई लाग्छ मार्च महिनामा लास्ट इन्टरनेसनल प्रतियोगिता वुमेन्स वर्ल्ड कप क्वालिफायर भएको थियो र विगतको यो 5 महिनामा जे जति पनि काम भएका छन् त्यसलाई हामीले प्रशासनिक रूपमा एकदमै गजबको काम त्यहाँको युनिटले गर्नुभएको हुँदा हामीले हाम्रो फ्लड लाइट्स लगाएको टेक्निकल टिमको इन्जिनियरिङ युनिटसँग समन्वय गरेर उहाँहरूले हामीलाई प्रतिबद्धता दिइसकेपछि मात्र हामीले त्यो स्केड्युलिङलाई चाहिँ लाइट्समा खेलाउने पनि निर्णय गरेर स्केड्युल अलिकति ढिले भए पनि हामीले त्यसलाई सार्वजनिक गरेका थियौँ। अहिलेको लागि क्रिकेट पहिलोचोटि अन्डर फ्लड लाइट्स भइरहेको छ। प्राविधिक कुराहरूमा सायद हाम्रो भन्दा पनि जुन टेक्निकल टिमहरू छ उहाँहरूले देखाएको विश्वास र हामीले उहाँप्रति जुन विश्वास देखाएका छौँ त्यसलाई समन्वय गर्दै हामी अगाडि बढिरहेका छौँ, जसको लागि हामी समग्रमा जसरी साथ सहयोग गरिदिनु भएको छ त्यसको फेरि पनि मैले सम्बोधन गर्न चाहेँ कि त्यसको निरन्तरता रहिरहोस् भन्न चाहन्छु। फ्लड लाइटको ब्याकअप टेक्निकली फ्लड लाइट डिरेक्ट इलेक्ट्रिसिटीबाट हुँदैन। हरेक फ्लड लाइट जस्तै लाइभ टिभी हुँदाखेरि जेनेरेटर ब्याकअपबाट लाइट ट्रान्समिसन हुन्छ। बत्ती गएको खण्डमा कुनै पनि लाइट म्याच भनौँ न इन्टरप्ट हुने अवस्था हुँदैन रहेछ। संसारभरिको अलमोस्ट एभ्री फ्लड लाइट चाहिँ त्यो ब्याकअप जेनेरेटरमा चल्ने हुँदाखेरि त्यो जेनेरेटर फ्युलबाट चल्ने हो। त्यसको ब्याकअप मेकानिजम हामीले बनाइसकेका छौँ। त्यसरी भोलि डिरेक्ट लाइट काटेको खण्डमा पनि त्यो फ्लड लाइट चाहिँ सञ्चालन हुनेछ। सो फ्लड लाइटको पर्सपेक्टिभबाट चाहिँ जेनेरेटर ब्याकअपबाट चल्ने भएको हुँदाखेरि त्यसलाई लाइभ टिभीको जस्तै गरी हामी त्यो 3.5 घन्टा 4 घन्टाको समयमा चाहिँ क्रिकेट सङ्घ हाम्रो टेक्निकल टिम जुन फ्लड लाइट्स अन्तर्गत सबैजनाले चाहिँ एउटा प्लानिङ गरेर व्यवस्थित गर्ने मेकानिजम बनाइसकेका छौँ। जेन्जी प्रोटेस्टपछि नेपालमा पहिलो ठुलो इभेन्ट हुनेछ र त्यसपछि आर्थिक क्षेत्र पनि सुस्ताएको छ। एनपिएलबाट हरेक क्षेत्रमा एउटा एक्सपेक्टेसन्स पनि राखेको छैन। फर्स्ट इयरमा पनि सुस्ताएको आर्थिक क्षेत्र चलायमान भयो भने 100 करोडको रेभेन्यू ग्रान्ट भएको चर्चा अचित पनि भयो। योबाट केही प्रक्षेपण छ र आर्थिक क्षेत्रले पनि के एक्सपेक्ट गर्न सक्छ एनपिएलबाट? अब टिम्सहरूको लगानी छ। त्यो टिम अब लास्ट 4 साल पनि यस्तै प्रेस कन्फरेन्सबाट अब क्रिकेट सङ्घले आयोजना गरेको प्रतियोगिताको 100 करोड 1 अर्बको भनौँ न अब ट्रान्ज्याक्सन भयो भन्ने कुरामा सायद एउटा क्रिकेट टिमले अहिले गरेको खर्च जति छ त्यो 8वटा टिम क्रिकेटसँग आफैले गरेको लगानीमा चाहिँ एउटा राम्रो आर्थिक संरचना बनेको छ। यो आर्थिक संरचनालाई पूर्णता दिने क्रममा चाहिँ अब यो भर्खर दोस्रो संस्करण हामी प्रवेश गरेको छौँ। अहिले नै हामी अब नेपाल क्रिकेटको कायापलट हुनु भयो भन्ने भन्दा पनि यो प्रतियोगितालाई अझ व्यवस्थित कसरी गर्ने किनकि एक्सपेक्टेसन धेरै छ। आज मलाई लाग्दैन कि यति धेरै मिडिया कुनै पनि भनौँ न कार्यक्रममा या कुनै पनि प्रतियोगिताको अगाडि हामी विश्वकप खेलेर आउँदाखेरि पनि यति धेरै मिडियाको साथीहरूको क्यामेरा सायद क्रिकेट टिम या भनौँ न क्रिकेट सङ्घप्रति तेर्सिएको थिएन। आज मिडिया सँगसँगै इन्टरनेसनल कम्युनिटी देशभरिको इच्छा र चाहना र चासो पनि के छ भन्दा नेपाल क्रिकेट सङ्घले अब आउने प्रतियोगिता कसरी सञ्चालन गर्नेछ भनेर हामीले गर्न सक्ने हाम्रो क्षमता जे जति छ ती क्षमता अनुसारको सबै काम
कर्तव्य हामीले पुरा गर्न कोसिस गरेका छौँ र अहिलेको लागि यो ओभरअल क्रिकेटको रेभेन्यूमा चाहिँ सायद दोस्रो संस्करण सकिसकेपछि दोस्रो संस्करणको मूल्याङ्कन के कस्ता भए राम्रा नराम्रा पक्षहरू के भयो भन्ने कुराको समीक्षा दोस्रो संस्करणपछि नै हामी गर्दाखेरि ठिक हुन्छ जस्तो लाग्छ। मेरो एउटा प्रश्न चाहिँ जस्तो तपाईँहरूको बताइन्छ यो सेकेन्ड संस्करण सुरु हुनुभन्दा पहिला नै यो एनपिएल सेट भइसकेको छ होइन, सेट टुर्नामेन्टको रूपमा गर्वको विषयको रूपमा चाहिँ लिने गरिन्छ र अब यो टुर्नामेन्ट सेट भइसकेपछि चाहिँ यो ग्याम्बलिङ बेटिङ म्याच फिक्सिङ जस्तो कुराहरू चाहिँ एकदम इम्पोर्टेन्ट पनि हुन्छ क्रिकेटमा। त्यो मेकानिजमको लागि क्यानले के गर्दैछ किनभने यो एकदम मेजर आउट अफ द ग्राउन्ड मेजर चाहिँ च्यालेन्ज पनि हो त्यो हिसाबले त्यसलाई कसरी गर्नुहुन्छ? पोहोर सालको जस्तै हामीले नेपाल प्रहरीसँग हाम्रो सिआइडी लगायत हाम्रो एन्टी करप्सन युनिट जो डाइरेक्टली आइसिसीसँग समन्वय हुनुहुन्छ 8वटै टिममै नेपाल प्रहरीबाट नै भनौँ न इन्सपेक्टर सब इन्सपेक्टर तहको अफिसर्सहरूलाई हरेक टिमसँग 24 घण्टा बसेर निगरानी गर्ने मेकानिजम बनाइसकेका छौँ। अब त्यो ग्राउन्डभित्र यहाँहरू प्रवेश गर्दाखेरि जब क्राउडदेखि लिएर जति पनि ओनर्स लगायत सबै ठाउँमा चाहिँ यसमा एउटा सर्भिलेन्स चाहिँ टिम चाहिँ जहिले पनि त्यहाँ लास्ट टाइम पनि खटिएको थियो, यो पालि पनि खटिएको छ। इन्टरनेसनल क्रिकेट काउन्सिलले कुनै पनि लिगको मूल्याङ्कन गर्ने भनेको एन्टी करप्सन मापदण्डबाटै हो। त्यसको लागि क्रिकेट ग्राउन्डभन्दा बाहिर बस्ने के गर्छन् भन्ने कुराको जिम्मेवारी हामी लिन सक्दैनौँ, तर क्रिकेट ग्राउन्डभित्र गर्नुपर्ने जे जति पनि व्यवस्थापन छन् एन्टी करप्सन युनिट त्यो 8जना सेक्रेटरी लिएजन अफिसर्स लगायत सबैको डेली रिपोर्ट चाहिँ हाम्रो एन्टी करप्सन युनिटले चाहिँ आइसिसीमा रिपोर्ट गरिरहेको हुँदा उहाँहरू डिरेक्टली नेपालको जुन प्रशासनिक पक्षहरू छन् त्यसमा सिआइडी लगायत सबैसँग समन्वय गरेर नै लास्ट इयरको जस्तै पनि यो साल पनि हामी त्यसलाई नै निरन्तरता दिइरहेका छौँ। मेरो एउटा क्वेसन छ, मैले चाहिँ फर्स्टमा चाहिँ टिकटको कुरा बुझ्न चाहेँ। पहिलो सिजनमा टिकटहरू कति छ भन्ने कहिले 12,000 भन्ने हुन्थ्यो, कहिले 11,000 भन्ने हुन्थ्यो। यो पटक चाहिँ सिट नै क्षमता छुट्याइएको छ, भिआइपी भिभिआइपी अनि त्यसपछि नर्मल छ, कुन कति सङ्ख्या हुन्छ र क्यानले बाँड्ने पासको सङ्ख्या कति हुन्छ एउटा थियो। र अर्को ब्रोडकास्ट राइटको लागि नेपाली च्यानलको कुरा अहिलेसम्म लागेको छैन, के हुन्छ क्षमताको हिसाबले अलमोस्ट 10,000 9,450 जति 60-70 जतिको क्षमता छ। अब यो क्रिकेट सङ्घको लागि पनि पहिलोचोटि सायद हामी तथ्याङ्कमा गएर कतिवटा टिकट मिडिया बिक्री भन्ने कुरा पनि हामी मूल्याङ्कन गर्नुपर्नेछ। जसरी आज यहाँहरू यति धेरै मिडिया यहाँ उपस्थित हुनुभएको छ, क्रिकेट सङ्घलाई नाफा मात्रै हेर्ने भए सायद हामी पनि भनौँ धेरै टिकट बेचेर बढी मूल्याङ्कन गरेर धेरै नाफा लिन पर्छ, तर हामीले पनि व्यवस्थापन गर्नुपर्ने राज्यका विभिन्न तहका व्यक्तित्वहरू लगायत सबैको भागता पास सिस्टम लगायत सबै कुरालाई नै हामीले कार्यान्वयन गर्नुपर्ने हुन्छ। सानो ग्राउन्ड छ अझै पनि, अब यदि कुनै कमेन्टेटरले 25-30 हजार अटाउँछ या गरेको कुरामा हामीले मूल्याङ्कन गरेर कीर्तिपुरमा कति मान्छे आए गए भनेको मूल्याङ्कन चाहिँ लास्ट इयर सायद फाइनलसम्ममा हामीले लगभग 10,500सम्मको टिकट बिक्री भएको थियो। तर योभन्दा अगाडि कीर्तिपुरमा के थियो भन्दाखेरि त्यो गेटबाट छिरिसकेपछि घाँसमा कतिजना छिरेर निस्क्यो भन्ने कुराको तथ्याङ्क आजको दिनसम्मै आएको छैन। सायद पहिलो दिनको तथ्याङ्क साथसाथै यो प्रतियोगिता सकुन्जेलसम्ममा चाहिँ हामीलाई एक्ज्याक्टली एउटा आइडिया हुनेछ कि यो टिकटिङ रेभेन्यूबाट कति क्षमतामा चाहिँ नेपाल क्रिकेट सङ्घ र नेपाल क्रिकेटले आगामी दिनमा अरू प्रतियोगिता आयोजना गरेर एउटा रेभेन्यू कलेक्ट गर्न सक्छ। यही बिचमा टिभीको ब्रोडकास्टको विषयमा स्टार स्पोर्ट्सको विषयलाई एकदमै चासो पनि गरेको थियो। स्टार स्पोर्ट्सको कन्ट्र्याक्ट इन्डिया वर्सेस साउथ अफ्रिका लगायत धेरै इन्टरनेसनल म्याचहरू भइरहेको थियो। लगभग 7 तारिक मात्र स्टार स्पोर्ट्सको एउटा कन्ट्र्याक्ट हामीलाई आएर त्यसपछि हामी नेपाल क्रिकेट सङ्घको कार्य सम्पादन लगायत अध्यक्षज्यू कोषाध्यक्षज्यू बोर्ड हामी बसेर चाहिँ यसलाई कार्यान्वयन गर्नुपर्छ। हाम्रो 8जना ओनर्सहरूको पनि लगानी जुन छ यो प्रतियोगिताप्रति, यो लगानी किन पनि छ भन्दा आज स्टार स्पोर्ट्समा आउँदाखेरि त्यसको ब्रान्ड भ्याल्यु चाहिँ संसारभरि पुग्ने भएको हुँदा प्लस हामीले यसपालि निजी च्यानलहरूलाई पनि यसमा सहभागिता गराउने एउटा प्रयास गरेका थियौँ। यसमा कसैले पक्ष विपक्ष नगरिकन हामीले इन्डिपेन्डेन्ट एउटा भनौँ न सिस्टम डेभलप गरेका थियौँ। तर दुर्भाग्यपूर्ण के भयो भन्दाखेरि त्यो हामीले इस्यु गरेको नोटिस आइसकुन्जेलसम्ममा कतिजनाको क्लिप यो पनि थियो कि त्यो क्रिकेट सङ्घले एक्सक्लुसिभिटी आउने नआउने कुरामा चाहिँ अलिकति विवाद भएपछि फेरि पनि उहाँहरूलाई राखेर त्यही दिन पनि सम्बोधन गरेर हामीले यसलाई सल्भ गर्न प्रयास गरेका थियौँ। तर त्यसलाई उहाँहरूकै भनौँ न अब माग भन्ने शब्द यदि प्रयोग गर्न सकिन्छ भने अनुसारले रिनोटिस गरेर चाहिँ आज सायद त्यो टुङ्गो लाग्दैछ, जसले गर्दा नेपाल प्रिमियर लिग अन्तर्गतको जति पनि विज्ञापन र प्रायोजकहरू हुन्छन् त्यसको एड चाहिँ त्यो लोकल च्यानलमा मात्र आउँछ। स्टार स्पोर्ट्समा हाम्रो अहिलेको क्लिन फिड जुन सिस्टम छ त्यो क्लिन फिड सिस्टमले गर्दा अहिले मात्र होइन, पोहोर साल पनि विज्ञापन पनि आएको थिएन। त्यसबाहेक ओटिटीमा पनि डिजिटल प्लेटफर्ममा चाहिँ क्लिन फिड आउने भएको हुँदाखेरि चाहिँ अहिलेको लागि टिभीको टुङ्गो आज लाग्दैछ। जसले बिड गरेर जित्नुहुनेछ उहाँहरूलाई शुभकामना भन्न चाहन्छु। यो क्लोज बिडमा कहिले कति रकम महादेव क्रिकेट सङ्घलाई पनि धेरै आक्षेपहरू आएका थिए कि
क्रिकेट सङ्घले यसलाई भनौँ न पक्ष विपक्ष रूपमा राख्यो भनेर हामीले एकदमै जसरी टिम ओनर्सहरूलाई हामीले एउटा अपर्च्युनिटी दिएका छौँ। नेपालको अलमोस्ट एभ्री बिजनेस कम्युनिटीले नेपाल प्रिमियर लिगको टिम लिनु पर्यो भनेर हामीले त्यो खालको एउटा भनौँ न प्रस्ताव राख्दाखेरि त्यो बिडिङ कम्पिटिसन गर्दाखेरि आज क्रिकेट सङ्घलाई आर्थिक हिसाबले फाइदा भइसक्छ कि अहिले ओटिटी र लिनियर टिभीमा जुन एउटा क्रेज दिएको छ नेपालभित्र पनि यसले प्लस टास्क फोर्सको इन्भल्भमेन्टले चाहिँ हामी नेपाली क्रिकेटलाई एउटा राष्ट्रिय स्तरको मात्र होइन एउटा इन्टरनेसनल स्तरको ब्रान्ड बनाउने पक्षमा हामी अगाडि बढिरहेका छौँ। यो विज्ञापनको कुरो गरिरहँदाखेरि तपाईँले पछिल्लो पटक विज्ञापन जुन नेपालमा स्वीकृत भएको थिएन आधिकारिक रूपमा गर्न दिएको थियो ती विज्ञापनहरूले विभिन्न च्यानल मार्फत प्रसारण भएको हामीले देखेका थियौँ। यसपटक त्यस्ता किसिमको प्रभाव पर्छ कि पर्दैन र सुरक्षाको दृष्टिकोण यहाँले भित्रलाई मात्र भन्नुभयो कम्पाउन्डभित्र बाहिरको तहको सुरक्षाको कसरी तयारी गर्नु भएको छ त्यो अझ कस्तो खालको OneX Bet भन्ने ब्रान्ड कुनै पनि थियो लास्ट टाइम पनि सरोगेट ब्रान्डलाई लिएर इस्युजहरू आएका थिए। सो सरोगेटको विषयमा हामीले अहिले पहल गरेका धेरै कुराहरू छन् जसमा टिम लगायत एनपिएल लगायत सबैले चाहिँ हामीले बेटिङ ब्रान्ड्स कहिले पनि प्रमोट गरेका थियौँ। क्रिकेट सङ्घले अहिले मात्र होइन विगतको 8-10 वर्षदेखि नै इन्टरनेसनल म्याचेसहरू युज गर्दाखेरि हामीले युज गर्ने जुन सरोगेसीको जुन एउटा खाता छ त्यो सरोगेसीको एक्ज्याक्ट डेफिनेसन आइसकेका छैन कि यसको भनौँ न नियम के हो यसको अनुगमन गर्ने प्रणाली के हो। त्यसैले अहिलेको लागि चाहिँ जति जति पनि ब्रान्डहरू युज भएका छन् ती बेटिङ ब्रान्ड्सहरू होइनन्। बेटिङ ब्रान्ड्स केही पनि हुँदैन भन्दाखेरि आइसिसी एन्टी करप्सन युनिट 8 जना सेक्युरिटी एजेन्ट अफिसर लगायत नेपाल पुलिस प्रहरी सबैसँग समन्वय हुँदाखेरि ग्राउन्ड बाहिरको एक्टिभिटिज हामी कन्ट्रोल गर्न सक्दैनौँ तर ग्राउन्डभित्रको जुन एक्टिभिटिजमा चाहिँ नेपाल क्रिकेट सङ्घले हामीले बुझेको गरेको र आइसिसीको नियम अनुसारले हामी अगाडि बढिरहेका छौँ। एउटा लास्ट प्रश्न हामी लिएका छौँ रिपिट नहुने गरेर सोधिदिनु हुँदा एउटा लास्ट मात्रै हामी गर्नेछौँ है। नमस्ते म चाहिँ उमेश कार्की नेपाल प्रेसबाट। म चाहिँ खास लास्ट इयर मैले भोगेकै एक्सपिरियन्सबाट सोध्न खोजेको होइन। ग्राउन्डमा चाहिँ के हुन्छ भने क्यानको म्यानेजमेन्टले नै प्रहरीसँग समन्वय नगरेको जस्तो देखेँ कि लास्ट इयर हामीले प्रेस कार्ड देखाउँदा पनि तिमीहरू प्रेस होस् कि जेसुकै होस् हामीलाई मतलब छैन हामीलाई आदेश छैन भन्ने जस्तो कुराहरू हामीले मैले पर्सनली भोगेर इन्सपेक्टरसँग झगडा गरेको थिएँ होइन। यसपालि चाहिँ त्यो कोअर्डिनेसन कतिको छ र त्यसमा हामीले दुःख पाउँछ कि पाउँदैनौँ? यसमा मैले फेरि पनि सम्बोधन गरेँ। अब यसमा सम्बोधन गरिराख्दाखेरि अन्यथा नलिदिनु होला। सो नेपाल क्रिकेट र नेपाली खेलकुदको एउटा पत्रकारहरूको एउटा सङ्घ संस्था र जोडिने भएका मान्छेहरू हुनुहुन्छ। यो एनपिएल लास्ट टाइम भइसकेसँगै हामीले हाम्रो भानु सिक्किमजी मिडिया म्यानेजरले एक्रिडिटेसनको लागि जब फर्म खोलेका थियौँ धेरै आवेदनहरू आयो। त्यो आवेदन के को लागि आयो भन्दा एनपिएलको लागि गर्दा हामी अब यही कुरालाई पनि सम्बोधन गर्नुपर्ने क्रममा चाहिँ एनपिएल एउटा हाइक भएको प्रतियोगिता भयो तर साँच्चीकै हामीलाई पनि त्यो अहिलेको पूर्वाधार लगायत व्यवस्थापन गर्नको लागि चाहिँ सबै मिडियालाई पनि त्यो मिडिया बक्समा आएर व्यवस्थापन गर्ने संरचना पनि अझ बनिसकेको छैन। हामीले के चाहन्छौँ देशको हरेक मिडिया 1000-1500 जना क्यामेरा आएर यदि कुनै पनि प्रतियोगिता खिच्ने हो भने त्यसको प्रचार प्रसारले भोलि फाइदा नेपाल क्रिकेट सङ्घले नै हो। त्यसैले क्रिकेट र खेलकुदसँग सम्बन्धित पत्रकारहरूलाई चाहिँ सायद त्यति गाह्रो थिएन तर अरू पत्रकारहरूलाई पनि नेपाली हामीले एक्रिडिटेसनको एउटा प्रोसेसबाट चाहिँ यहाँ आएर आएका छौँ। यदि ग्राउन्डमा आउनु सक्नु भएन भने पनि त्यो एक्रिडिटेसनको क्राइटेरियाबाट पनि यहाँले भनौँ न एन्ट्रेन्स पाउनु भएन भने पनि मलाई लाग्छ कुनै पनि ठाउँबाट यहाँ प्रचार प्रसार गरि पनि राख्नु भएको छ। अहिले त्यो ट्यु ग्राउन्डमा जाँदाखेरि कोही न कोही क्यामेरा लिएर कुनै न कुनै खालको प्रचार प्रसार भइरहेको पनि छ। मिडिया व्यवस्थापन अलिकति च्यालेन्जिङ पनि छ तर अहिले खेलकुदको मात्र मिडिया नभइकन पुरा देशको नै मिडिया एनपिएल के हुँदैछ र कस्तो हुँदैछ भन्ने चासो भएको हुँदा पूर्वाधारको भनौँ न कारणहरूले गर्दा पनि हामी सबैलाई व्यवस्थित गर्न सकेको छैन। त्यसको लागि म अहिले पनि सबैले यही प्लेटफर्मबाट नै क्षमा भन्न चाहन्छु। एक्रिडिटेसन भएका मिडियाकर्मीहरूलाई ग्राउन्डमा स्वागत छ तर यदि यहाँ ग्राउन्डमा एक्रिडिटेसन यहाँको त्यो प्रोसेस कम्प्लिट नभएको हो भने पनि यहाँको साथ सहयोगले नै नेपाली क्रिकेट यहाँसम्म आइपुगेको र यसको दिनदर्ता रहिरहोस् भन्न चाहन्छु। नमस्कार म वीरेन्द्र धामी उत्तरपुरबाट। विशेष गरी मैले हिजो यहाँहरू बस्नु पनि भयो टियुको विद्यार्थी सङ्गठनहरूसँग टिकटका विषयमा र उहाँहरूले चाहिँ अलिकति हामीलाई टिकटहरू चाहियो अथवा छुट चाहियो पास चाहियो भन्ने विषयमा अलिकति यहाँहरूले चर्चाचर्की भएको पनि हिजो देखियो। त्यो विषयमा उहाँले एउटा खालि तपाईँहरूलाई चाहिँ अब हामी चाहिँ यो लास्ट हो तपाईँहरूलाई चाहिँ यहाँ चाहिँ यो ग्राउन्डमा चाहिँ हामी एनपिएल गर्न दिने भन्ने खालि एउटा धम्कीपूर्ण भाषा प्रयोग गरेको पनि देखियो विद्यार्थी सङ्गठनहरूले। त्यो कुरा चाहिँ के हो? अर्को कुरा चाहिँ त्यहाँका गर्ल्स होस्टेलहरूले पनि अलिकति सेक्युरिटी मागेको भन्ने कुरा पनि आयो।
अनि अर्को कुरा तपाईँले अलिक थोरै जोड्नुहोस् सेक्युरिटीको कुरालाई अलिकति नाइटमा हुनु भएको हुनाले चाहिँ कसरी लिएको छ किनभने पछिल्लो समय अझ दुर्गा प्रसाई लगायतकाले आन्दोलन गर्ने भन्ने कुरा पनि आइरहेको छ त्यो खाले च्यालेन्जहरू आयो भने क्याबले त्यसलाई कसरी ट्याकल गरेर अगाडि जान्छ धन्यवाद अब देशको परिस्थिति हेर्दाखेरि सायद एनपिएलबाट नै हामीले संसारलाई चाहिँ अब नेपाल चाहिँ अब भनौँ न ब्याक टु नर्मल भन्ने पनि एउटा मेसेज दिनु हामीले एकदमै यसलाई महत्त्वपूर्ण रूपले लिएका छौँ। यही बिचमा काठमाडौँ जिल्लाका सिडिओ सर लगायत सशस्त्र पुलिस लगायत प्राइभेट सेक्युरिटी लगायत सबैसँग समन्वय गरेर चाहिँ हामीले सेक्युरिटी प्लान बनाएका छौँ। त्यो सेक्युरिटी प्लान अहिले नै हामीले रिभ्यू गर्नुभन्दा पनि त्यो ग्राउन्डमा आइसकेपछि त्यसलाई कसरी विकसित गर्ने एउटा मेकानिजम छ। अब विद्यार्थी सङ्घ संस्थाको कुरा गर्ने हो भने उहाँहरूको कुनै त्यस्तो ठुलो आक्रोश थिएन विद्यार्थी सङ्घ संगठनहरूले जहिले पनि उहाँहरूलाई सम्बोधन गर्ने बिकज विद्यार्थी सङ्घ संगठनमा जो हुनुहुन्छ उहाँहरू पनि विद्यार्थीहरूकै एउटा प्रतिनिधित्व गरेर आउनुभएको छ। उहाँहरूले उहाँको माग भनेको एउटा व्यक्तिगत नभएर एउटा सङ्घ संस्थाको भएको भएर चाहिँ त्यसले नै सम्बोधन हामीले फोर्सार पनि गरेका थियौँ। त्यसमा टिकटको लागि जुन सहुलियतदेखि लिएर क्युको व्यवस्थापन या क्युको भनौँ न जति पनि हाम्रा भिसी लगायत सरहरूसँग के कस्ता खालका भनौँ न कुराहरू भएका छन् त्यसलाई हामी सल्भ गर्ने प्रयास गरेका छौँ। अब यो क्यु ग्राउन्ड भनेको यो क्युको हो कि कीर्तिपुरको हो कि क्रिकेट सङ्घको हो कि नेपाल सरकारको हो भनेको सायद क्यु भनेको होम अफ नेपाल क्रिकेट भनेर हामी यसलाई भनौँ न नामाकरण पनि गरेका छौँ। तर अब यसलाई व्यवस्थित गर्ने पनि क्रममा चाहिँ वर्षमा एनपिएलको अहिले 24 दिन म्याच हुँदैछ, 32वटा म्याच हुन्छ भने सिङ्गल राउन्ड रबिनमा अन्तर्राष्ट्रिय लेभलको लगभग 25-30 60-65 दिनको त्यो प्रतियोगिता देशभरिको हुने जुन एउटा संरचना छ नेपाल क्रिकेट संघले बनाएको त्यसमा अब पढाइहरूलाई सकेसम्म असर नहुने गरी एक्जाम टाइमलाई पनि अलिकति म्यानेज हुने गरी स्केड्युलिङ गर्ने गरेका छौँ। T20 3.5 घन्टा र 50 ओभर 8 घन्टामा कसैले यदि पढेर मलाई डिस्टर्ब हुन्छ भन्नुभन्दा पनि त्यसलाई किटुन युनिभर्सिटीमा आज इन्टरनेसनल म्याच हुँदाखेरिको त्यो कुराले नेपाली क्रिकेट र नेपाललाई देश सामु चिनाउने कस्तो खालको एउटा रोल खेलेको छ भन्ने कुरामा हामी यसलाई पहल गरिरहेका छौँ। अब क्रिकेट सङ्घको कन्ट्रोल भन्दा पनि धेरै कुराहरू बाहिर छ। त्यसैले हामीले समन्वय गर्नुपर्ने जति पनि विद्यार्थी सङ्घ संस्था जति पनि हुनुहुन्छ उहाँसँग हामी कामदेखि लिएर उहाँहरूले जिम्मेवारीमा पनि सफल भएका छौँ। अहिलेको लागि हामीले कुनै पनि विद्यार्थी सङ्गठन या कुनै पनि समूहले कुनै पनि खालको थ्रेट या कुनै पनि खालको चुनौती दिनु भएको छैन। सानसानो कुराहरू यति ठुलो प्रतियोगिता आउँदा हुन्छन् पनि। अहिलेको लागि फेरि पनि आग्रह गर्न चाहे कि यो प्रतियोगिता एउटा प्रतियोगिता मात्र नभइकन हामीसँग 6वटा टिम छन्, 8वटा टिम छन्। 8वटा टिममा 6 जना विदेशी खेलाडी प्रशिक्षक हुँदै 60-65 जना झन् योपालिका राम्रा विदेशी खेलाडीहरू आएर यदि यो प्रतियोगिता राम्रो सम्पन्न गरेर सेक्युरिटी लगायत हाम्रो दर्शकहरूले पनि अझ व्यवस्थित भएर आफूलाई राम्रो तरिकाले यदि त्यहाँ ग्राउन्डमा आएर ग्राउन्ड बाहिर त्यो व्यवहार गरिदिने हो भने त्यसपछि जुन नेपाल क्रिकेटले पहिला पनि अध्यक्षज्यू लगायत सबैले समन्वय गर्नुभएको थियो हामी टेस्ट राष्ट्रहरूलाई पनि बनाउने प्रयत्न गरिरहेका छौँ। वर्ल्ड कप क्वालिफायर भन्दा अगाडि हामीले प्रयास गरेका छौँ कि कुनै टेस्ट राष्ट्रलाई बोलाएर खेलाउनको लागि जुन आधिकारिक रूपमा हामी चाँडै पनि यहाँलाई जानकार गराउनेछौँ। अहिलेको लागि जुन साथ जुन सहयोग छ अब त्योभन्दा अलिकति माथि उठेर चाहिँ एउटा देशलाई नै एउटा चिनाउने प्रतियोगिता भएको हुँदाखेरि चाहिँ सबैको साथ सहयोग र यदि आन्दोलन गर्ने समूह या व्यक्तिहरू हुनुहुन्छ भने पनि बरु सकिन्छ भने काठमाडौँ बाहिर गएर यहाँको मागहरू पुरा गरिदिनु होला। यो मङ्सिर 1-27 को बिचमा चाहिँ नेपाल क्रिकेट र नेपाललाई चिनाउने यहाँहरू पनि आफ्नो चिन्नुको लागि लडिरहनु भएको छ। हामी पनि क्रिकेटको थ्रु देशलाई चिनाउने एउटा माध्यमको रूपमा अगाडि बढिरहेको हुँदाखेरि फेरि पनि सम्पूर्ण क्रिकेट सङ्घको तर्फबाट सबैलाई हार्दिक अनुरोध गर्न चाहन्छु। एउटा अन्तिम प्रश्न रहेको छ। नमस्कार, मेरो नाम सोनिया पार्टी नेपाल प्रेसबाट। पोहोर सालकै प्राइजलाई चाहिँ योपालि पनि दर्ता दियो भनेर भन्नुभयो। पोहोर साल चाहिँ लामो समयसम्म पनि फ्रेन्चाइजी टोलीहरूले पहिलो दोस्रो र तेस्रो जुन प्राइज पाउनुपर्ने थियो त्यो प्राइज पाएन भनेर पछि विवाद पनि भयो। जुन फ्रेन्चाइजी टिमहरू त्यसै गरी क्यान्सरको जुन आर्थिक सम्झौता थियो त्यो परिपूर्ति त्यो समयमा फुलफिल नभएको कारणले चाहिँ पछि विवादमा आयो भन्ने पनि भयो। यसपालि चाहिँ के छ, आर्थिक सम्झौता पहिले लेनदेन भन्ने कुरा भइसकेको छ कि त्यो एनपिएलको जुन फ्रेन्चाइजी टिमहरूले पाउने पुरस्कारको चाहिँ त्यो पनि निरन्तरताको विवाद निरन्तरै रहन्छ, के हुन्छ? क्रिकेट सङ्घले आयोजना गरेको प्रतियोगितामा हाम्रो 8वटा फ्रेन्चाइजसँग हाम्रो 10 वर्षको सम्झौता छ। मैले सायद योभन्दा अगाडि पनि हामीले यस्तै पत्रकार सम्मेलनमै सबैलाई भनेका थियौँ कि नेपाल क्रिकेट सङ्घ आफ्नो टिम ओनर्सहरूप्रति प्रतिबद्ध छ। टिम ओनर्स र क्रिकेट सङ्घ विरुद्ध या बिचमा त्यस्तो खालको कुनै पनि गुनासोहरू छैन। हामीले समन्वय गरेर क्रिकेट सङ्घले दिनुपर्ने, क्रिकेट सङ्घले दिनुपर्ने सबै हिसाब किताब हामीले स्पष्ट पारिसकेका छौँ। अब न्युज बनाउनको लागि क्रिकेट सङ्घले कति पैसा दियो कति दियो भन्ने कुरामा सायद 8वटा फ्रेन्चाइज लगायत क्रिकेट सङ्घ
मिलेर नै आज एनपिएल सफल भएको हो। टिम ओनर्सहरूको लगानी बिना एनपिएल सफल हुँदैन, टिम लगानीकर्ताहरू बिना एनपिएल सफल हुने पनि छैन। तर त्यही बिचमा क्रिकेट सङ्घले पनि आफ्नो भूमिका निर्वाह नगर्ने हो भने एनपिएल सफल हुँदैन। त्यसैले समग्र सबैको भूमिकाले गर्दा आज एनपिएल भएको छ। तर फेरि पनि आग्रह गरे यो भर्खर पहिलो संस्करण सकिएको छ, दोस्रो संस्करणमा प्रवेश गर्दैछौँ। यसलाई अहिले धेरै मूल्याङ्कन नगरिकन क्रिकेट सङ्घ एनपिएल टिमहरू लगायत सबै बिच एउटा सहकार्य सहमति सबै भइसकेका छ र आगामी दिनमा यो प्रतियोगितालाई अझ व्यवस्थित गर्ने र सम्पूर्ण देशको मागहरू क्रिकेटसँग जोडिएका सबै स्टेक होल्डरलाई सम्बोधन गर्ने जे जति कुराहरू हुन्छ त्यसलाई सम्बोधन गर्न हामी क्रिकेटसँग अगाडि बढिरहेको जानकारी गराउँदै आजको लागि अब काम कर्तव्य पनि धेरै छ, जिम्मेवारी पनि धेरै भएको हुँदा यो प्रेस कन्फरेन्स यही औपचारिक रूपमा समाप्त भएको घोषणा पनि गर्न चाहन्छु। थ्याङ्क यू।